हेलो सबैजनालाई गुड इभिनिङ है। आज म एउटा चिज बनाउँदैछु, त्यो चाहिँ हो होममेड फ्रुट केक हो। यो चाहिँ अब मैले सबै मसला हालेर राखेको छु। एकदमै युनिक प्रकारले बनाउँदैछु, मलाई पनि थाहा छैन त्यो बेस्ट हुन्छ कि हुँदैन, तर पनि म तपाईँहरूलाई देखाउँदैछु। राम्रो होस् भनेर एउटा सोच्छु है, राम्रै होस् भनेर म तपाईँहरूलाई देखाउँदैछु ल। मुसेको मसला रेडी छ है। म चाहिँ यो यस्तो बटुकामा बनाउँदैछु। बटुकामा बनाउँदाखेरि चाहिँ सबैमा तेल लगाउनुपर्छ नि त। यो पाइमा ब्रस पाँचवटा छ हाल्दै लगाइदिन्छु है। त्यसमा चाहिँ वरिपरि तेल लगाइदिँदैछु भने लगाउँदैछु हो। तेल लगाइदिनुहोस्, यसमा पनि लगाइदिनुहोस् हो। पाँचवटामा म चाहिँ यो चाहिँ एउटा युनिक तरकारी बनाउँदैछु। पहिला चाहिँ मैले प्रेसर कुकरमा बनाउँथेँ। प्रेसर कुकरमा बनाउँदा राम्रै हुन्थ्यो हो। अब यो चाहिँ एउटा अरूभन्दा पनि मलाई बिहानै उठेर क्या कोही लन्चको लागि हतार हुन्छ हो नानीलाई। त्यही भएर चाहिँ मैले चाहिँ यो एउटा नयाँ टेक्निक अप्नाएको नि। अब आमा भएपछि के गर्नुपर्छ बिहान सुत्दा लन्चको भोलि बिहान नानीलाई लन्च ब्रेकफास्टको एकदम सुर्ता हुन्छ। सो मैले यो सबै तेल भइसकेको छ र चाहिँ म तेल भइसकेपछि चाहिँ यो अघिको रहेको मसला चाहिँ एउटा त मसलै हुन्छ है, जानेको यसरी भरिदिन्छु मैले। भरि चाहिँ होइन, एकदम हल्का कम पारेर यति आधा है। तपाईँहरू बनाउनु इन्ट्रेस्ट छ फ्रुट केक हो भने चाहिँ आफ्नो घरमा घरको आफ्नै हातले बनाएको खानु मन छ भने चाहिँ मैले जस्तै गर्नुहोस्। त्यस्तो बेसी केही सामान पनि लाग्दैन, म त झन् आँटा साटाहरू पनि हालेर बनाइदिन्छु हो। मैदाकोले मात्र फेरि ग्यास हुन्छ के गर्छ मान्छेको। म चाहिँ आँटा पनि हालिदिन्छु। यसमा चाहिँ मैले आँटा हालेको छु, सुजी हालेको छु हो। अन्त यसरी ट्याप गरेको कारण चाहिँ मजाले मिलोस् भनेर एकदम। अन्त फेरि अन्त किसमिस पनि हाल्छु, काजु पनि हालेको छु। अन्त अन्डा मन पराउँछ मेरो छोरा, त्यही भएर अन्डा पनि हालेको छु। मलाई बनाना फ्लेभर बनाउनु मन थियो, तर अब नयाँ एउटा चाहिँ नानीले चाहिँ भेनिला मन पर्छ। त्यही भएर चाहिँ भेनिलाको बनाइदिन्छु। बनाउँदैछु मेरो कस्तो हुन्छ। मेरो पनि यो नयाँ टेक्निक चाहिँ फर्स्ट टाइम हो साथीहरू, एकदमै फर्स्ट टाइम हो। मैले पनि तपाईँहरूलाई जानी नजानी बनाउँदैछु यो चाहिँ यस्तो तरिकाले है। अवश्य तपाईँहरूलाई मन पराओस् है मेरो भिडियोहरू। मन परेमा लाइक गरिदिनुहोस् होला। यसरी सबै अब देखाउँछु नि, हालिहाल्छु कि यसरी बनाएको छु भनेर चाहिँ बनाउँदैछु भनेर। मोमोको मक्टु हो है। यसलाई चाहिँ तपाईँले यसरी राखिदिनुहोस् मजाले हो। अब आफ्नै हिसाबले यसमा चाहिँ मेरो 4टा मात्रै अग्ने रहेछ। फिलहाल चाहिँ 4टा बटुका है, ठिकै छ केही छैन, अर्कोमा पनि भइहाल्छ। सो मलाई चाहिँ घिउ चाहिँ पुरा मनपर्छ र माथिबाट चाहिँ हल्का अब तपाईँले मलाई अप्ठ्यारो भनेर एकचोटि पर्छ। यसरी राखिदिनुहोस्। अन्त माथिबाट घिउ चाहिँ म चाहिँ यसरी चुहाइदिन्छु। मलाई चाहिँ पुरा मनपर्छ घिउ, बेसी खाँदै होला मिठोको नानीले पनि पुरा मन पराउँछ एक्चुली चाहिँ। अन्त यसरी घिउको फ्लेभर चाहिँ पुरा मनपर्छ मलाई। घिउको फ्लेभर चाहिँ मलाई घिउमा चाहिँ होइन, उल्टा भन्दैछु, फ्रुट केकमा चाहिँ ज्यादा भएको पुरा मनपर्छ हो। ल मैले यसरी राखेको छु, बेलामा हालेर यो माथिबाट घिउ हालिदिएको हो। र यहाँ
यहाँ चाहिँ पानी मेरो उम्लिँदैछ है। त्यो पानीमा चाहिँ जस्ट यसरी राखिदिनुहोस्। अब चाहिँ यसलाई 10 मिनट चाहिँ एकदमै ठुलो आँचमा राखिदिनुहोस्। ठुलो आँचमा राखेपछि अलिक फ्लेम घटाएर चाहिँ 10 मिनट्स 15 मिनट्स राखिदिनुहोस् न। त्यति 25 मिनट त आरामले पाक्छ हो। अब मुनिबाट बाफ आउन थाल्यो। सो ढक्कन ट्याक्कै लगाइदिनुहोस् र राख्नुहोस्। मैले भनेको टाइम याद राखिराख्नुहोस् है। वाउ, फुलिने चाहिँ दामी फुलेछ साथीहरू, देख्नुभयो हो, दामी भएछ। अब अलिक सानो ग्यास गरेर चाहिँ अलिक पकाइदिउँ, अलिक हल्का अझै पाकोस् भित्रसम्म कि। देख्नुभयो, यो चाहिँ घरमै बनेको होममेडै साथीहरू। नानीहरूलाई बेसी बाहिरको अब बासी चिज दिनुभन्दा चाहिँ अब यो बरु मेरो लागि एकदम क्या मिठो गन्ध आयो नि, दामी भइहाल्यो। भोलिको लागि ब्रेकफास्ट पनि भयो। ब्रेकफास्ट भन्दा पनि लन्च लानु छ। ल फेरि अझै ढाकिदिन्छु, एकछिनबाट चाहिँ चेक गर्छु फेरि। अब चाहिँ रेडी भयो जस्तो लाग्दैछ। एकपल्ट है यस्तो नाइफले या फिर काँटाले जेले पनि पाके कि पाकेन तपाईँहरूले यसरी चेक गर्न सक्नुहुन्छ। यहाँ चाहिँ त्यस्तो उयो छैन, टालेको छैन। यसको मतलब चाहिँ टाइम भयो यसको खाने है। यो चाहिँ मतलब एकदम पर्फेक्ट भएछ। पाक्यो भनेर बुझ्नु सक्छ हामीले। यसलाई चाहिँ यहाँ प्लेटमा राखेर चाहिँ है सेलाउनुको लागि लाँदैछु। मेरो फ्रुट केक चाहिँ रेडी छ है। सिम्पल एकदम घरमा बनाएको है। अब यसलाई चाहिँ तपाईँले एकछिन सेलाइदिनुहोस्। तातोमै निकाल्यो भने चाहिँ फुट्छ। त्यही भएर चाहिँ एकछिन सेल्लोस् भनेर मैले यहाँ टेबलमा राखिरहेको छु। हेलो, मेरो घरेलु सिम्पल फ्रुट केक चाहिँ है रेडी भइसकेको छ हो। म चाहिँ यो चाहिँ अब तातै छ तर पनि मलाई चाहिँ कस्तो सकसक भइसकेको छ कि निकालेर प्लेटमा उयो गरौँ भनेर है। यसरी छुरी लगाएर चाहिँ यसरी मतलब साइडको उयो गरिदिनुहोस् हो। त्यो किनभने टालिरहेको हुन्छ, टालेको कारणले गर्दा चाहिँ अप्ठ्यारो हुन्छ निकाल्नु हो। सो सबै वरिपरि गरिसकेपछि चाहिँ पहिला एउटा गरिहाल्छु। मलाई चाहिँ केक चाहिँ तातो खानु मनपर्छ साथीहरू, यस्तो चाहिँ। त्यही भएर म चाहिँ तातो छ यसो गरिदिन्छु हो। वाउ, यो चाहिँ मैले पेलामा बनाएको हिसाबले चाहिँ तपाईँको पेलाकै सेप भएछ, यो बटुकाकै सेप भएछ। पेपर पनि नहालेको मैले चाहिँ, पेपर पनि नहाली अघि क्या देख्नु भएन नि है। हल्का रिफाइन तेल हालेर चाहिँ गरेको। मलाई चाहिँ किन यस्तो भइरहेछ भनेर चाहिँ हाम्रो चाहिँ माथि दार्जिलिङबाट है खरसाङबाट भाउजू आउनुभएको थियो। भाउजूले चाहिँ राया साग जरा खोर्सानी ल्याइदिनु भएछ कि। अनि मलाई चाहिँ कस्तो डरले खोर्सानी देखेर चाहिँ खास आज नखाउँ खाना सोचिरहेको थिएँ बेलुका क्या डिनर। यस्तो त्यो डल्ले खोर्सानी देखेर चाहिँ मलाई राया साग देखेर चाहिँ यति साह्रो खानु मन लागेको। मैले चाहिँ तर राया सागमा चाहिँ हल्का राया साग आलु दाची जस्तै स्टाइलले बनाएर चाहिँ खाएको, खोर्सानी खाएको। यहाँ यस्तो पिरो रहेछ खोर्सानी, एउटा आधी खाएछ कि एउटा, त्यसले गर्दा चाहिँ मलाई अलिक सस भइरहेछ। सो है मलाई चाहिँ तातो केक, तातोभन्दा पनि यो फ्रुट केक चाहिँ घरमा बनेको चाहिँ तातो मनपर्छ। सो सानो स्मल बाइट है खाइदिउँ त आफूले बनाएको केक। हेर्नु है कति स्पोन्ज छ हो, मजाले छ फक परेको। हल्का मैले किसमिस सानो हालिदिएको थिएँ कि, किसमिस अब पिरो खाएर चाहिँ गुलियो खाँदैछु। गुलियो पनि त्यस्तो हाल्दिनँ म चाहिँ, एकदमै कम्ती मात्रामा। दामी भएछ। तपाईँहरू पनि ट्राई गर्नु है, केही गर्नु पर्दैन, खालि त्यही हो। मैले अब
हालेको सरसामानहरू चाहिँ मैले देखाएको छुइनँ है। नेक्स्ट टाइम अझै बनाउँदा मजाले फेरि हालौँला है। कस्तो दामी भएको छ नि। लेख्दिन 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 यहाँ त गुलियो पनि ठिकै छ। कम हियर ट्राई गर त आमाले खाएर टेस्ट गरेर भनिदिनुहोस् ल आमाले। फ्रुट केक भोलि है भाइलाई, भाइको के छ भोलि स्कुलको ड्रामा छ होइन, त्यसको लागि लन्च बनाएको नि त। चिनी कम्ती हालिदिएको छु। कस्तो भएछ भ्यानिला फ्लेभर? दामी कहिले माया गरेको अन्त। थ्याङ्क यू। जाऊ खानुहोस्। एउटा प्लेट लिएर आउनु त, प्लेटमा दिन्छु ल। दामी भएछ है होइन, कस्तो दामी स्पोन्जी दामी भएछ। सिम्पल छ तरिका देखिहाल्नु भयो होला तपाईँले। आइटम के हाल्नु भयो? आइटम के हाल्यो नि? भन्नुहोस् न। किन ए तिमी पनि फेरि बनाउने? ओके म चाहिँ तातो त मनपर्छ खाएको। तिमीलाई मनपर्छ तातो? ओके लु खानुहोस्। कसरी बनाउनु भयो? म भोलि भन्छु नि ल टाइम पाएर। हुन्छ लु सबैजनालाई बाई बाई, गुड नाइट है। मेरो केक हेरिहाल्नु भयो होला, यस्तो दामी भएछ। आफै बनाएको केक आफै खानै गजबको हेरिदिउँ न है। भेनिला फ्लेभर हो यो चाहिँ दामी एकदम। तपाईँले उयो गरेको होइन, दोकानमा जति तपाईँले दाम हालेर किन्नुहुन्छ एउटा यत्रो सानो, अहिले दाम कति छ है त्यो फेरि एकदमै अब घरमा बनाएको जस्तो पनि भन्दा चाहिँ मतलब दोकानमा बनेको भन्दा चाहिँ घरमा बनाएको चाहिँ तपाईँले मजाले बनाएर यसरी खान सक्नुहुन्छ। बिहान चियासँग नानीहरूलाई लन्चमा हालिदिनु सक्नुहुन्छ। एन्टीहरू चाहिँ तपाईँलाई जे हालिदिनु पनि हुन्छ। काजु भयो, किसमिस भयो, डेट्स भयो है, अन्त त्यो चेरी भयो, अन्त क्रिम पनि तपाईँले गरेर हाल्नु सक्नुहुन्छ बनाएर हो। तर यस्तो दामी चाहिँ आफ्नै घरमा बनाएको चाहिँ मिठो हुँदो रहेछ। घिउ दामी मिठो भयो। यत्रो भात खाएर मैले खाएँ। सो टेस्टी भएछ। अझै खाइदिँदैछु म त, यो खाइसक्छु होला एक बेला डल्लै। ल ओके लु तपाईँहरूलाई बिचारा है धेरै केरेको पाएँ मैले। गुड नाइट सबैजनालाई, बाई बाई तपाईँहरूलाई है, गुड नाइट। मेरो पनि अब काम सक्यो। अब त्यो अघि एक बेला उब्रेको त्यो बगाउनु छ, भाँडा सारातिर साना पारेर सुत्छु। भोलि बिहानै फेरि, भोलि चाहिँ मेरो सन्डे छैन, बिहानै उठेर जानुपर्ने भएको कारणले गर्दा। सो गुड नाइट अल अफ यु, बाई बाई, थ्याङ्क यू है। थ्याङ्क यू सो मच मेरो भिडियो लाइक गरिदिनु भएकोमा, मन पराइदिनु भएकोमा, हेर्नु भएकोमा थ्याङ्क यू। अब एडिट गरेर दामी दामी त बनाउनु सक्दिनँ म है, आइडिया छैन। सो सिम्पल साधारण जस्तो मैले बनाउँछु त्यो नै एडिट नगरिकन हाल्छु। त्यसमा पनि तपाईँले धेरै कमेन्ट गर्नुभएको छ, लाइक गर्नुपर्छ। थ्याङ्क यू सो मच है सबैजनालाई। गुड नाइट।